नमस्कार लीला भाइ, लीला भास्कटा भाइ, नमस्ते। हामी छिमेकी भाइ पनि हो। भाइले चाहिँ एउटा गौरवको काम गर्नुभएको छ गाडागल्लीमा, मेचीनगर एक गाडागल्लीमा आफ्नै एउटा प्रोडक्ट, साबुन प्रोडक्ट होइन, बाँसकोटा साबुन उद्योग खोल्नुभएको छ, ओजस साबुन। साबुन उहाँको बारेमा भाइले केही भन्नुहुन्छ, कस्तो छ के छ यसो, के भन्नु दाजु, म त कस्तो छ व्यापारहरू, कस्तो छ के छ हामी होइन? सुरु छ, नयाँ छौँ। सामान्य रूपमा चल्दैछ, बिस्तारै बिस्तारै उन्नति प्रगति गर्दैछौँ। जे भए पनि मन पराइदिनु भएको छ, जसले चलाउनु भएको छ होइन दाजु, चलाउनेहरूले चाहिँ राम्रो छ भन्नुभएको छ। गुणस्तर राम्रो छ, तर बजार चाहिँ अब बिस्तारै बिस्तारै हामी भर्खर सुरु गर्दैछौँ। बिस्तारै राम्रो हुँदै जान्छ भन्ने चाहिँ अपेक्षा पनि गरेको छौँ। सबैजनाले मन पराइदिनुहुन्छ भन्ने आशा गरेको छौँ। सुनिहाल्यो भाइको। नेपालमै केही गरौँ, देशमै केही गरौँ भन्ने युवाहरूले यसरी केही गरेको हुँदाखेरि चाहिँ हामीले पनि साथ दिनुपर्छ। हामीले पनि आफ्नो ठाउँको सामानहरू युज गरिदिने, सकेसम्म इन्डियाको भन्दा पनि आफ्नै देशको उत्पादनलाई जोड दिएर आफ्नो गरेका यो रोजगार गर्ने मान्छेहरूलाई अलिकति टेवा दिनुपर्छ। र साबुनहरू यस्तो छ, ओजस साबुनहरू यस्तो नाम गरेको छ, तपाईँले पनि युज गरेर एउटा केही गर्ने युवाहरूलाई साथ दिनुहोला। धन्यवाद। बाँसकोटा साबुन उद्योग लीला भाइले खोल्नुभएको साबुन उत्पादन गर्नु छ। उहाँले बेची बखान गर्दै हुनुहुन्छ। नयाँ खोल्नुभएको फ्याक्ट्री हो, आफैले आएर अवलोकन गरियो। यस्तो छ साबुनहरू। मार्केट चाहिँ अलिक राम्रो छैन, सङ्घर्ष गर्नु पऱ्यो भन्नुहुन्छ उहाँले। अब बिस्तारै बिस्तारो बढ्दै जान्छ होला, आशा गरौँ। सानो उद्योग खोल्नुभएको हो, एड गर्नु नि ठुलो कुरो हो। आफ्नो देशमा एकजना मान्छेलाई रोजगार पनि प्रत्यक्ष रूपमा एकजना र अप्रत्यक्ष रूपमा अरू पनि मान्छेलाई रोजगार दिनुभएको रहेछ। आफ्नो ठाउँमा बसेर गाडागल्लीमा, मेचीनगर एक गाडागल्ली झापा। खुसी लाग्यो, गौरव लाग्यो यो देख्दाखेरि। गाडागल्ली चोकबाट अलिकति 500 मिटर मात्रै मुनतिर यो साबुन फ्याक्ट्री बाटैमा छ। आएर एकपल्ट उपभोग गर्नु होला हजुरहरूले पनि। बाँसकोटा साबुन उद्योग, मेचीनगर एक गाडागल्ली झापा। हाम्रो लीलाराज बाँसकोटा भाइले खोल्नु भएको यो साबुन उद्योग। आफ्नो ठाउँमा केही गरौँ भन्ने उद्देश्यले साबुन फ्याक्ट्री खोलेर उहाँले चलाउँदै हुनुहुन्छ।